हेलो एभ्रिवान, इट्स मी प्रिया राज कार्की। म तपाईहरुलाई युके को युनिभर्सिटीको बारेमा बताउन गइरहेको छु, जुन तपाईहरुले यही मार्च इन्टेक एप्लाई गर्न सक्नुहुन्छ। तपाईहरु युके एप्लाई गर्न सोच्नु भएको छ, जनवरी इन्टेक मिस भयो, अब भ्याउन गाह्रो छ भनेर तपाईहरु डराख्नु भएको छ भने तपाईहरुले अब मार्च इन्टेकलाई मजाले एप्लाई गर्न सक्नुहुन्छ। युनिभर्सिटीको नाम हो कोभेन्ट्री युनिभर्सिटी, जसको लन्डन क्याम्पस पनि छ र आउटसाइड लन्डन क्याम्पस पनि छ, जसमा तपाईले युजी पिजी बोथ एप्लाई गर्न सक्नुहुन्छ। यसको रिक्वायरमेन्ट एकदम सिम्पल छ। तपाईको मिनिमम 2.4 जीपीए पुग्छ। तपाईले यसमा आइएल्स पीटी बिना पनि एप्लाई गर्न सक्नुहुन्छ, तर त्यसको लागि तपाईको इंग्लिशमा बी चाहिन्छ मिनिमम। त्यस्तै ग्यापको कुरा गर्दा अहिले 2023 ग्याप मजाले एक्सेप्ट गरिरहेको छ। कोर्सहरु बिजनेस, इन्जिनियरिङ, हेल्थ एन्ड सोशल केयर, साइबर सिक्युरिटी जस्ता पपुलर कोर्सेसहरु छन्। त्यसको फिज तपाईको 14,800 हो भने सबैजनाले स्कलरशिप पाए जसको फी हुन्छ फ्ल्याट 12,800, जुन चाहिँ तपाईको 3 वर्ष हुन्छ। सो तपाईहरुले मार्च इन्टेक एप्लाई गर्न सोच्नु भएको छ भने तपाईले एप्लाई आजदेखि नै तुरुन्त एप्लाई गर्न सुरु गर्न सक्नुहुन्छ। यसमा तपाईको इन्टरभ्यु पनि हुन्छ कास्टको लागि, जुन चाहिँ तपाईहरुको एआई ले लिन्छ। तपाईले अनलाइन एप्लाई इन्टरभ्यु दिने हो, जसको लागि तपाईले मिनिमम 300 जीबीपी पे गर्नुपर्छ र त्यो पे गरेपछि तपाईहरुले इन्टरभ्यु दिएर बाँकी ट्युसन फी पे गरेर भिजा फाइल गर्न सक्नुहुन्छ। थप यस्तै जानकारीको लागि मलाई फलो गर्न सक्नुहुन्छ र एप्लिकेसन लागि पनि सोध्न सक्नुहुन्छ। थ्यांक यू एभ्रीवन।